राजु कडेल सर कृपया अगाडि आइदिएर यस कार्यक्रमको सभा अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र सागर नीति सरलाई पनि अगाडि आएर कार्यक्रम अध्यक्षता सभाको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शुभारम्भ भएको घोषणा गर्दछु। नमस्ते, गुड मर्निङ। आजको यस जोइन्टली अर्गनाइज भइरहेको डिभिजन कन्फरेन्स को चाहिँ डिभिजन इन्टररुट युवानिज इन्टरनेसनल डिभिजन 3 साउथको मिटिङ सुरु भएको घोषणा गर्छु। नमस्ते, गुड मर्निङ अल। आजको यो जोइन्टली डिभिजन कन्फरेन्सको डिभिजन 3 वेस्टको कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दछु। धन्यवाद गर्दछु। त्यस्तै किवानिस नेपाल डिस्ट्रिक्ट को बडी केसीएफएन चेयर सुरेश अधिकारी सरलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै भ्याल्युड गेस्ट एलटी गभर्नर्स अफ अल द डिभिजन्स, आई रेस्पेक्ट एन्ड आई वेलकम यु टु दिस प्रोग्राम। त्यस्तै को चिफ एडभाइजर्स अनि एडभाइजर्सहरूलाई पनि आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बाइलज चेयर तीर्थराज पराजुली सरलाई आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पास्ट एलटी गभर्नर एसोसिएसन चेयर विकास लम्साल सरलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खोइ भने ताली नै बोल। अब हाम्रो कार्यक्रमको औपचारिक रूपमा हामी सुरुवात गर्न गइरहेका छौँ। त्यस्तै हामी पानस बालेर यस कार्यक्रम परिस्थितिको कारणबाट उहाँ अहिले तुरन्त उपस्थित हुन नसकेको जानकारी गराउनु भएको छ, तर उहाँ छिटै यहाँ कन्फरेन्समा उपस्थित हुने कुरा पनि हामीले जानकारी पाएका छौँ। त्यसै गरी डिस्ट्रिक्ट गभर्नर, डिस्ट्रिक्ट लिडरज्यूहरू, केसीएफएन लिडर्स, डिभिजन लिडर्सहरू, काउन्सिलर्स, विभिन्न कमिटीका चेयर्सहरू र यस जोइन्ट डिभिजन कन्फरेन्सलाई भव्य सभ्य र सफल बनाउनलाई उपस्थित हुनुभएका चारवटै डिभिजन 3 इस्ट वेस्ट नर्थ साउथका 65वटा क्लब अध्यक्षज्यूहरू र क्लबका प्रतिनिधि साथीहरूलाई आजको यस जोइन्ट डिभिजन कन्फरेन्समा डिभिजन कन्फरेन्स आयोजकको हिसाबले चारैवटा डिभिजन कन्फरेन्सको लेफ्टिनेन्ट गभर्नर र चारवटा डिभिजन कन्फरेन्सको हिसाबले हैसियतले म यहाँहरू सबैलाई यस जोइन्ट डिभिजन कन्फरेन्समा हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत, धन्यवाद, जय किवानिज। To promote or adoption the application of higher social, business and professional standards, उच्च मानवीय व्यापारिक र व्यावसायिक मापदण्डहरू अवलम्बन गर्न र प्रयोग प्रश्रय दिनु। To develop by perceive an example of more intelligent, aggressive and serviceable citizenship, व्यवहार र उदाहरणबाट अझ बौद्धिक, आक्रामक र सेवामुखी नागरिक विकास गर्नु। To provide through Kiwanis clubs a practical means to form enduring friendship, to render altruistic service and to build better communities. Kiwanis clubहरू मार्फत चिरस्थायी मित्रता निर्माण गर्न, प्रयोगकारी सेवा प्रस्तुत गर्न र उन्नत समुदायहरू निर्माण गर्न व्यवहारिक उपायहरू प्रदान गर्नु। To cooperate in creating and maintaining that
बायोलोजी अनुसार र पोलिसी र प्रोसिडर अनुसार आज हामी डिभिजनको नेतृत्व चयन 26-27 को लागि एलटी गभर्नर र 27-28 को लागि पनि एलटी गभर्नर र 26-27 को लागि एलटी गभर्नर इलेक्ट को चयन पनि आज हामी गर्छौं कि डिभिजनमा प्रतिस्पर्धा हुने अहिलेसम्मको स्थितिमा छ। हामीले यो कार्यक्रम सुरु हुनुभन्दा पहिला पनि केही पहल कदमीहरू गर्यौं कि यसलाई हामी चुनावमा नलैजाउँ, सर्वसम्मत गरौँ भनेर। पनि किवानिज परिवारमा हार्दिक स्वागत गर्न चाहन्छु। जानकारी गर्न चाहन्छु साथीहरू, प्लिज अलिकति यता पनि ध्यान दिनु होला है। र स्पेशली 3-4 वटा सेक्टरमा डिभिजन 3 इसका क्लबहरूको एक्टिभिटीहरू फोकस भएको म यहाँलाई जानकारी दिन चाहन्छु। पहिलो हेल्थ र भिजन केयर, यसमा स्पेशली किवानिज क्लब अफ काभ्रेको अत्यन्त ठुलो सहभागिता रहेको कुरा जानकारी दिन चाहन्छु। म यसको डिटेल्समा यहाँ जान चाहेन, यहाँलाई आवश्यक पर्यो भने म नयाँ क्लब 7 वटा, पुरानो क्लब 9 वटा गरेर 19 वटा छ अनि सदस्य सङ्ख्या 147 छ र हालको सदस्य सङ्ख्या 297 हो र अन्य सदस्य चाहिँ 117 गरी 17 छ हाम्रो नर्थ 3 मा। यसमा हाम्रो इस्टको रत्न सरले भने जस्तै हाम्रो 3टा क्लबको ड्युज आएको छैन। 3 वटा क्लब चाहिँ काठमाडौँ महानगर, काठमाडौँ सनसाइड र हेरिटेज, काठमाडौँ हेरिटेज 3 वटाको लागि हामीले प्रयास गरेका छौँ, आउने भन्ने कुरा छ। त्यसकारणले गर्दाखेरि हाम्रो नर्थ 3 मा क्लबहरूलाई धन्यवाद पनि भन्न चाहन्छु। र अब अन्य भन्ने कुरा चाहिँ हामीले प्रमुख उपलब्धिहरू चाहिँ 7 वटा नयाँ क्लब स्थापना भयो। त्यसै गरी 54 सदस्य वृद्धि गर्दै कुल सङ्ख्या 297 सदस्य छ र यसरी
ग्रान्ड नेपाल र पिस नेपालले उत्कृष्ट सदस्य वृद्धि गरेका छन्। त्यसै गरी हामीले कालका रोयल काठमाडौँ तथा किङ्स नर्थको अभिमुखी सफलतापूर्वक चाहिने चार्टर सदस्य पुरा भएको छ, जुन हामी आफूले अस्ति भर्खर गरेका छौँ। र गुड स्ट्यान्डिङ चाहिँ मेम्बरको कारणले मात्र, एउटा चाहिँ मेम्बरको कारणले नपुगेको अवस्था छ भने एउटा अलिकति गाह्रो छ। अर्को एउटा मेम्बर नपुगेको क्लब पनि चाँडै नै त्यो पनि अब गुड स्ट्यान्डिङ हुँदैछ। एउटालाई चाहिँ हामी जोगाउने प्रयास गर्दैछौँ है। त्यसमा चाहिँ नयाँ 3टा क्लब खुलेको मैले नाम लिनै पर्छ आजको दिनमा। एउटा छ किवानिस क्लब अफ मातृभूमि, अर्को किवानिस क्लब अफ क्यापिटल मार्केट र अर्को किवानिस क्लब अफ गाउँघर चौतारा। यो सबभन्दा लेटेस्ट क्लब हो है। र अब भन्नुपर्दा डिभिजन फर्स्ट, सेकेन्ड, थर्ड तिनवटा डिभिजन मिटिङ साउथले सकाइसकेको छ। 4th डिभिजन मिटिङ पनि हामी लगत्तै डिस्ट्रिक्ट कन्भेन्सन लगत्तै हामीले प्लान गरिसकेका छौँ। र यो चाहिँ आज सबैजना भएको अवस्थामा भयो। टोटल मेम्बर 215 टोटल मेम्बर रहेको छ। मेम्बरसिप ग्रोथ 69 रहेको छ। त्यसै गरी हाम्रो 12वटा क्लब मध्येमा एक्टिभ क्लबको म नेम लिस्ट वाचन गर्न गइरहेको छु। केसी थमेल नेपाल, केसी थमेल नेपालमा 15 मेम्बर्स रहेको छ। केसी स्वयम्भू नेपालमा 20 मेम्बर रहेको छ। चितवन नेपालमा 17 मेम्बर रहेको छ। चन्द्रगिरी नेपालमा 18 मेम्बर रहेको छ। धादिङ नेपालमा 15 मेम्बर रहेको छ। अन्नपूर्ण नेपालमा 17 मेम्बर रहेको छ। काठमाडौँ फेलोसिपमा 15 मेम्बर रहेको छ। नमस्ते नेपालमा 15 मेम्बर रहेको छ। सोसियल जर्नी नयाँ क्लब भर्खर स्थापना भएको क्लब छ, त्यो क्लबमा नि 16 क्लब रहेको छ। काठमाडौँ हिल्समा 15 मेम्बर रहेको छ, यो पनि नयाँ क्लब रहेको छ। काठमाडौँ केसी स्पिरिचुअलमा 16 मेम्बर रहेको छ, यो पनि नयाँ क्लब रहेको छ। केसी अमेजिङ नेपाल, यो पनि नयाँ क्लब रहेको छ, यसमा 15 क्लब मेम्बर रहेको छ। सम्पूर्ण एक्टिभ क्लबलाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। रातारात हुनुहुन्छ र without much delay, now I'd like to request election officer Mr. Tirtharaj Parajuli sir to take the handover of the election session, and I'd like to request sir to rule of the House of the Delegate and election procedure. Please, over to you, sir. समाजज्यू, डिस्ट्रिक्ट गभर्नरज्यू, इन्टरनेसनल किवानिसका ट्रस्ट हुनुहुन्छ। मलाई आशा छ तपाईँहरू मेरो आवाज सुन्दै हुनुहुन्छ र मेरो समय पनि सुरु हुन लागिसकेको छ, जम्मा 3 मिनट। र आज यो विशेष दिनमा म आज मेरा प्रिय मित्र भरत ढकाल, जो हाम्रो किवानिस क्लब अफ काठमाडौँ इस्टको अध्यक्ष हुनुहुन्छ र उहाँले हाम्रो डिभिजन 3 इस्टको एलटी गभर्नर इलेक्ट 2026-27 को लागि नोमिनेसन उम्मेदवारी दिनुभएको छ र उहाँको परिचय गराउन गइरहेको छु। आशा छ यहाँहरूले ध्यानपूर्वक सुनिदिनुहुन्छ। सर्वप्रथम त मलाई मेरो क्लबहरूका साथीहरूले मलाई विश्वास गरेर म प्रति अरू कुनै प्रतिद्वन्दी नआउनु भए अहिलेसम्म एकल म मात्रै भएको हुनाले पहिलो त म उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। मेरो साथी, मेरा 3 इस्टको डिभिजनका मेरा साथीहरूलाई म यो विश्वास दिलाउन चाहन्छु कि तपाईहरूले जुन विश्वासका साथ मलाई यहाँ अर्को प्रतिद्वन्दी खडा नगरिकन मलाई एकल विश्वास गर्नुभएकोमा यहाँहरूलाई कुनै पनि विश्वासघातका काम म गर्ने छुइनँ र यस डिभिजनमा मैले गर्न सक्ने के कस्तोका भूमिका हुन्छ यो गर्ने नै छु। अब रह्यो मैले गर्नुपर्ने छोटा कुरोहरू। हामीले कुरो मात्रै गर्ने होइन, काम गर्नुपर्छ। म पनि एउटा कर्मचारी भएको कारणले गर्दा कर्मचारीले आफ्नो काम, आफ्नो जिम्मेवारी
कसरी निर्वाह गर्नुपर्छ भन्ने कुरो मलाई विदितै छ। सोही बमोजिम मैले यस संस्थामा आबद्ध भई विगत 17 देखि आबद्ध भएको थिएँ, तर मेरो जागिरको सिलसिलामा म यहाँ अलि एक्टिभली आउन पाइरहेको थिइनँ। म विगत 1 वर्ष भर्खर भयो म रिटायर थिएँ। अवकाश प्राप्त भएपछि अब यस बालबालिकालाई सेवा गर्ने अवसर पाएको हुनाले यहाँ समर्पित भएको छु। मेरो मित्र साथीहरू, मैले सर्वप्रथम त यो डिस्ट्रिक्टले प्रतिपादित गरेका सम्पूर्ण बेला बेलामा गरेका नीति निर्देशन परिपत्रहरूलाई म एकदम इमानदारीतापूर्वक म आफू पनि पालना गर्नेछु र लगायत मेरा डिभिजनका साथीहरूलाई पनि पालना गर्न लगाउनेछु भन्ने यहाँहरूलाई विश्वास दिन चाहन्छु। अर्को कुरो, यो किवानिजमा मैले 17 देखिको देखिरहेका प्रत्येक पल्ट जुन ड्युजका कुरोहरू हुन्छन्, किवानिजका फीका कुरोहरू हुन्छन्, यसलाई बेला बेलामा घचघचाइरहनु पर्ने हुन्छ। यो कारणले गर्दाखेरि त्यो ड्युजतर्फ पनि मैले मेरा डिभिजनका साथीहरूलाई कसरी हुन्छ सुमधुर वातावरण एउटा तयार गरेर ड्युजतर्फ पनि म त्यो डिस्ट्रिक्टले कहाँबाट फोन आउने वातावरण नदिनको लागि पहल गर्नेछु। र अन्तमा मेरो टाइम सकिसक्यो र म अब यी विभिन्न डिस्ट्रिक्टले गरेका कुरोहरूमा पनि म भावी दिनमा सहयोग गर्ने अपेक्षा राख्दै यहाँ मेरो 2 शब्द यही राख्छु। जय किवानिज, धन्यवाद। चिन्ने चाहिँ बढी छन् भन्ने मलाई लाग्छ, आशा लागेको छ। उहाँलाई चाहिँ चिनेर आफ्नो चाहिँ सबै म उहाँको परिचय दिन चाहन्छु। अलिकति परिचय त दिनै पर्छ है। चन्द्रज्योति खतेवडा, उहाँको फुल नेम चाहिँ चन्द्रज्योति खतेवडा चन्दा। उहाँको जन्म काठमाडौँमा 1975 डिसेम्बर 12 मा भएको। उहाँको श्रीमानको नाम नरेश खतेवडा, उहाँ नरेन्द्र खतेवडा। उहाँको 1 छोरा 1 छोरी हुनुहुन्छ। उहाँले पिकेबाट एमए सकाउनु भएको छ। साथै उहाँले आफ्नो पढाइ सँगसँगै राजनीतिक केरियर, समाजमा सामाजिक क्षेत्रमा उहाँ चाहिँ अब्बल व्यक्तिमा हुनुहुन्छ। उहाँ चाहिँ किवानिज क्लब समर्पणको चार्टर प्रेसिडेन्ट हुनुहुन्छ भन्दै उहाँको चाहिँ किवानिज जीवनमा 2018 देखि निरन्तरता आजको दिनसम्म उहाँले आफ्नो प्रतिबद्धताको साथ जुन उद्देश्यले किवानिजमा आउनुभएको छ त्यो उद्देश्य कायम गरेर आउनुभएको छ भन्ने मलाई महसुस गरेको छ। र मैले उहाँको परिचय दिन पाउँदा म आफूलाई पनि एकदम भाग्यमानी सम्झिन्छु। किन भन्दा मभन्दा अब्बल व्यक्तिको परिचय मैले दिन गइरहेको छु, जो चन्दा खतेवडा आज नयाँ नाम चाहिँ होइन, जहाँसम्म मलाई लाग्छ किवानिजमा। उहाँको परिचयमा उहाँलाई सदस्यताको उहाँको धेरै क्लबहरू खोल्नु भएको छ। उहाँ धेरै क्लबमा पनि सदस्य हुनुहुन्छ। यसै गर्दा उहाँको अब्बल क्लबको अलिकति नाम गर्दा कृति सायद उहाँकै क्लब पनि हो जस्तो मलाई लाग्छ। मैले कृतिको बारेमा बताउनु पर्ने पनि केही छैन जस्तो लाग्छ। यसै गरी उहाँले हाम्रो अहिले हामी पनि सँगसँगै पर्ने रहेछ, आवाज बुलन्द गर्न पर्ने रहेछ। नबोल्ने मान्छे चाहिँ जहिले पछाडि पर्छ कि जस्तो मलाई फिल भयो। त्यही भएर म आज यहाँ उभिएको छु उम्मेदवारीको रूपमा। म यति भन्न चाहन्छु कि मैले नोमिनेसन दिँदाखेरि यो एउटा भोटिङ होस् भन्ने मैले कहिले चाहेको पनि थिइनँ। मैले 1 महिना अगाडि डिस्ट्रिक्ट लिडरज्यूहरूसँग सबैसँग सल्लाह गरेर नोमिनेसन दिएको थिएँ। सरहरूले नै अगाडि बढ्नुहोस् भनेपछि म अगाडि बढेको हो। लास्टमा मैले सबैभन्दा फर्स्ट नोमिनेसन दिएको, अनि त्यसपछि चाहिँ लास्ट आवरमा आएर हाम्रो अर्को पिता लालबहादुर तामाङ, माता श्री कुमारी तामाङको कोखबाट जन्म भएका विजय कुमार तामाङ 4 दाजुभाइ मध्येका कान्छा छोरा हुनुहुन्छ। धन्यवाद टोक्राउन चाहन्छु। म आज यो कुनै प्रतिस्पर्धा भन्दा पनि सहकार्य, सद्भाव र एकताको सन्देश दिनको लागि मेरो उम्मेदवारी दिएको छु। यहाँ किवानिजमा आउने र छिटोभन्दा छिटो पलायन हुने जुन हामीले देखिरहेका छौँ त्यसलाई अन्त्य गर्नको लागि किवानिज क्लबहरूमा भएका समस्या जुन छ त्यो समस्याहरूलाई चाहिँ समाधान गर्ने र के समस्याहरू हुन्छन् त्यसलाई के गरेर त्यसको समाधान गर्ने उपायहरू हुन्छन् त्यो चाहिँ डिस्ट्रिक्टमा लगेर त्यो समस्या समाधान गर्नको लागि मेरो चाहिँ हरदम हर प्रयास हुने व्यक्त गर्दछु। आदरणीय साथीहरू, अघि मेरो परिचय गरेर साथी भनिसक्नु भएको छ।
म 10 वर्षको उमेरमै त म चाहिँ पाल। धन्यवाद विजय तामाङको समर्थक को हुनुहुन्छ एकजनाले समर्थन गरिदिनु न। धन्यवाद। आफ्नो नाम र क्लब भनिदिनु होला। राजेन्द्र प्रसाद डल्लाकोटी 20 नेपाल हो। धन्यवाद। 20 नेपालकोले भएन, अर्कोले गर्नु पर्यो। राउचुली क्लब रे। किनभने परिस्थिति अलि भिन्न छ। उहाँलाई यसपालि भोटिङ नहोला भन्ने हामीले आशा गरेका छौँ। उहाँको परिचय सबैले चिन्नु नै भएको होला। एउटा परिचय मात्रै छैन, उहाँको विविध आयामिक परिचयहरू छ। मैले उहाँलाई तपाईँहरूको अगाडि एउटा फिलेन्थ्रोपिस्ट मानव। मलाई त्यति धेरै बोल्न चाहिँ आउँदैन। म कर्ममा विश्वास गर्छु। काम गर्न चाहिँ म मजाले बोलायो भने सँगसँगै काम गर्न चाहिँ सक्छु। बोल्न चाहिँ धेरै आउँदैन। तरुणले भनेको जस्तो आश्वासनभन्दा पनि म काम गरेर देखाउनलाई चाहिँ अगाडि बढेको छु। 2019मा हामीले कृति किवारीको एप्लिकेसन दियो भने 20मा हामीलाई उताबाट चार्टर भयो। उम्मेदवारी दिनुहुने गुण कृति क्लबका चार्टर प्रेसिडेन्ट गुणजीको यस गुणराज प्याकुरेलको यस प्रस्तावमाथि कसैले समर्थन जनाइदिनु हुन म अनुरोध गर्दछु। त्यही डिभिजनबाट साउथबाट अर्को क्लबले हामीले खाएको घाँस काटेर सहयोग गर्नको लागि अगाडि बढेका तमाम हामी किवानिज अभियन्ताहरूको माझ एउटा यस्तो व्यक्तिको परिचय गर्न गइरहेको छु। गोर्खामा जन्मथलो बनाएर काठमाडौँको मुटुमा कर्मथलो बनाउने श्री नेत्र आदरणीय डिस्ट्रिक्ट गभर्नर केआई ट्रस्टी गभर्नर भाइस गभर्नर डिस्ट्रिक्ट सेक्रेटरी ट्रेजरर लेफ्टिनेन्ट गभर्नर्स all past governors and all past lieutenant governors साथै मेरा सामान्य साथीहरू किवानी साथीहरूमा मेरो हार्दिक नमस्कार। म शिशिर रम्ते किवानिज क्लब अफ नमस्ते नेपाल सचिव। आज म हाम्रो क्लब किवानिज क्लब अफ नमस्ते नेपालका चार्टर प्रेसिडेन्ट तथा किवानिज नेपाल डिस्ट्रिक्ट डिभिजन 3 वेस्टका लेफ्टिनेन्ट गभर्नर इलेक्ट पदका उम्मेदवार श्री अवजर लिडरजीहरू लगायत विभिन्न क्लबबाट पाल्नुहुने किवानिज मित्रहरूमा मेरो युवाकालीन न्यानो अभिवादन। जय किवानिज। म ड्यासकल भइसक्यो हुँदा ड्यासकलतिर लागिन। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन। घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन। घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन। भएमा सम्पूर्णमा नमस्कार। आजका डिभिजनल कन्फरेन्स 2026का प्रिसाइडिङ अफिसर्स, प्रमुख अतिथिज्यू, गभर्नरज्यू एवं सम्पूर्ण ड्यासमा आसीन लिडरज्यू र सम्पूर्ण मेरा आजका अतिथि चिफ गेस्ट गभर्नरज्यू, भाइस गभर्नर, मेरा सम्पूर्ण कलिग्स र किवानिज योद्धाहरू, म यसपालि 2026-27को लेफ्टिनेन्ट गभर्नरको लागि एउटा सबै क्यान्डिडेटहरू उभिएको छु। यो एलटी गभर्नर क्यान्डिडेटको प्रमोसनको क्रममा प्रमोसन गर्ने अनुमति चाहन्छु। पूजनीय पिता महारत्न बज्राचार्य तथा ममतामय आमा माता शारदा बज्राचार्यज्यूको कोखबाट 2024। नमस्ते। केसी म्याम, आजको यस जोइन्टली कन्फरेन्समा प्रेसाइडिङ गरिरहनुभएका 4 जना प्रेसाइडिङ अफिसरज्यूहरू, डिस्ट्रिक्टबाट पाल्नुभएका प्रमुख अतिथिज्यूहरू र विभिन्न क्लबबाट पाल्नुभएका सम्पूर्ण लिडर्सहरू, नमस्कार। म आसमा केसी, प्रेसिडेन्ट किवानिज क्लब अफ अन्नपूर्ण। एलटी गभर्नर
उम्मेदवारको लागि म रूपा थापाको परिचय दिन गइरहेको छु। मिति 2035 साल असोज 3 गते पिता श्यामबहादुर थापा र माता सीता थापाबाट जेठी सुपुत्रको रूपमा जन्म लिनुभएकी रूपा थापा। सम्पूर्ण केवानी सिनेटरहरूलाई मेरो नमस्ते। कुरालाई लम्बाएर भन्नुभन्दा पनि अब साथीले पनि भनेर गइसक्नुभयो। के गरिसकेँ भन्ने कुराहरू त भइसकेको छ, अब के गर्छु भन्ने कुराहरू चाहिँ म बताउन लागिरहेको छु होइन। अहिलेको यो 2026 र 27 को गभर्नर एलटी गभर्नरमा चाहिँ म अब उम्मेदवारी गर्दैछु। त्यसमा सबैजना साथीहरूले साथ हामी 4वटा एलटी गभर्नर डिभिजनबाट चाहिँ हाम्रो इन्टरनेसनल ट्रस्टी मोहन सरलाई एउटा सानो टोकन अफ लभ हामीले दिँदैछौँ। यहाँले कृपया ताली बजाइदिनु होला। धन्यवाद सर। अब टोकन अफ पास्ट गभर्नर एकराज पन्त सरलाई आग्रह गर्दछु। डिस्ट्रिक्टको सेक्रेटरी कुल बहादुर गुरुङ सरलाई टोकन अफ लभ रिसिभ गरिदिन हार्दिक अनुरोध गर्दछु। कुल बहादुर गुरुङ सर। त्यसै गरी केसीएफएम चेयर सुरेश अधिकारी सरलाई पनि टोकन अफ लभ रिसिभ गर्न त्यसै गरी पास्ट एलटी गभर्नर त्यसै गरी टोकन अफ लभ रिसिभ गरिदिनु हुन म पास्ट प्रेसिडेन्ट एसोसिएसन चेयर धनप्रसाद आचार्य सरलाई अगाडि आएर टोकन अफ लभ रिसिभ हुन म रिजन कोअर्डिनेटर डिभिजन 3 नर्थ प्रमिला लामिछाने म्यामलाई अगाडि आएर टोकन अफ लभ रिसिभ गरिदिनु हुन श्रेष्ठ शाह म्यामलाई अगाडि आएर टोकन अफ लभ रिसिभ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राजकुमार देवकोटा सरलाई अगाडि आएर टोकन अफ लभ रिसिभ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी डिभिजन 3 वेस्टबाट आउनुभएका गोकुल सापकोटा सरलाई एज अ काउन्सिलर टोकन अफ लभ रिसिभ गरिदिनु। किवानिस नेपाल डिस्ट्रिक्टका एडिसनल सेक्रेटरी रिजन खड्का सरलाई अगाडि आएर टोकन अफ लभ रिसिभ गरिदिनु हुन हार्दिक आस्मा केसी म्यामलाई अगाडि आएर टोकन अफ लभ रिसिभ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी केसीएफएम सेक्रेटरी सम्झना रेग्मी म्यामलाई हार्दिक अनुरोध गर्दछु। सुरेश अधिकारी सर। आफ्नो क्लब हेर्दै नाम लिँदै आउनुहोस्। आफ्नो नामको अगाडि सबैले साइन गराउनु होला। त्यहाँ आफ्नो नामको अगाडि कृपया दाहिने साइडतिर डिभिजन 3 वेस्ट र देब्रे साइडतिर डिभिजन 3 नर्थ राखिनु होला र यहाँको सजिलोको लागि र हाम्रो पनि सजिलोको लागि र अलिकति समय व्यवस्थापनको लागि पनि हामी क्लब अनुसार नाम बोलाउँछौँ। त्यो अनुसार आइदिनु हो भने सजिलो हुन्छ। यहाँनिर एक-एकजना नाम खोज्न एकदमै अप्ठ्यारो हुन्छ। त्यसले गर्दा एकदमै मेहनत हुन्छ। क्लब अनुसार बोलाइदिन्छौँ त्यो भने सजिलो हुन्छ।
नेपाल सरकारद्वारा जारी गरिएको आइडी कार्ड लिएर आउनु भन्छु। यदि यहाँसँग आइडी कार्ड छैन भने मोबाइलमा देखाए पनि हुन्छ, मोबाइलमा छ भने पनि हुन्छ। नेपालबाट आइडी कार्ड नेपाल हरिराज घिमिरे शिवानी हरिकुमार श्रेष्ठ निरञ्जन नेपाल सर यता फोटो हेरिदिन्छ एउटा फोटो हिँड्दा सबै बुढी आस्तो अन्नपूर्ण नेपाल कति राम्रो
तथा बागमती नेपाल नानीको फोन बाबुले चलाउँछ। निर्वाचन कमिटीको निर्णय मान्ने हुन्छ। ठिक छ छापे चुपचाप भन्ने छाप बेला धन्यवाद दिनु पर्ने निर्विरोध सम्पन्न भएको छ। एलटी गभर्नरमा कुमार खतिवडा र एलटी गभर्नर इलेक्टमा भरत ढकाल र 2 जना चाहिँ निर्विरोध निर्वाचन भएको छ। त्यस्तै डिभिजन 3 वेस्टमा एलटी गभर्नर रूपा थापा र एलटी गभर्नर इलेक्टमा चाहिँ अघि भएको मतदानमा मतपरिणाम गणनाका अनुसार चाहिँ नेत्र बगाले रूपा थापा निर्विरोध निर्वाचन हुनुभएको छ भने नेत्र बगालेले सबैभन्दा बढी भोट ल्याएर निर्वाचन हुनुभएको छ। अनि डिभिजन 3 नर्थमा एलटी गभर्नरमा रमेश कुमार निर्विरोध निर्वाचित र एलटी गभर्नर इलेक्टमा विजय कुमार तामाङ निर्वाचित हुनुभएको छ। डिभिजन 3 साउथ यसमा 2 जना निर्विरोध हुनुभएको छ। एलटी गभर्नरमा ज्योतिरत्न बज्राचार्य र एलटी गभर्नर इलेक्टमा गुणराज ट्याकुरे र विजयी सबै उम्मेदवारहरू महानुभावहरूले हार्दिक बधाई छ र उहाँहरूको कार्यकाल सफल होस् भनेर शुभकामना छ। र अब हाम्रो विधानअनुसार यो डिक्लेयर गर्ने चाहिँ काम डिस्ट्रिक्ट नेपालका भाइस गभर्नर भरत प्रसाद ढुङ्गेललाई म अनुरोध गर्छु र यो माइक दुर्गा थापा यो आज उहाँहरूले धेरै ठुलो कुरो एउटा काम गर्नुभएको छ। म तपाईँलाई आज एउटा कुरो सुनाउँछु। आज 4 इयर्स आफ्नो सिटमा बस्यो र पुनः एकचोटि म निर्वाचित टिमलाई धन्यवाद दिन चाहन्छु। निर्वाचन आयोग